हाई एभ्रिवान। सो अब आउँदो महिनामा कोही ब्राइड बन्दै हुनुहुन्छ अथवा बेहुलीको लागि सामान किन्दै हुनुहुन्छ, कोही बेहुलापट्टिबाट हेर्दै हुनुहुन्छ भने पनि यो भिडियो अन्तिमसम्म हेर्नु होला। और हाम्रो कोही मेकअप आर्टिस्ट बहिनीहरू जो चाहिँ भर्खरै करियर स्टार्ट गर्नुभएको छ र एउटा राम्रो फाउन्डेसनमा इन्भेस्ट गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ यो भिडियो तपाईँहरूको लागि एकदमै हेल्पफुल हुनसक्छ। बिकज आज म तपाईँहरूको लागि भनेर एउटा मार्केटमा पाउने एउटा राम्रो खालको फुल कभरेज भएको अफोर्डेबल फाउन्डेसनको बारेमा भन्न गइरहेको छु। द्याट इज नन अदर देन क्रिस्टिना रोकाको म्याट फाउन्डेसन। आज म युज गर्दैछु 04 नम्बर सेड, क्यापेचिनो भन्ने सेड छ। फाउन्डेसनको कभरेज कतिको रहेछ, म मेरो कलर करेक्सनहरू केही पनि नगरिकन हजुरहरूलाई यो फाउन्डेसन लगाएरै देखाउँछु। मेरो सबै दागहरू मजासँगले छोपिएको छ। अब म यही फाउन्डेसन फुल फेसमा लगाएर अनि मेरो फुल मेकअप गरेर हजुरहरूलाई फेरि देखाउँछु। ओके, सो दिस इज द फाइनल लुक। र यो फाउन्डेसनले चाहिँ तपाईँहरूले ब्राइडल नन ब्राइडल जे पनि गर्न मिल्छ। बिकज दिस इज फुल कभरेज। मेक स्योर तपाईँहरूले चाहिँ एभ्रिडे स्किन केयर गरेको हुनु पर्यो। मेकअप गर्नुभन्दा अगाडि भन्दा पनि एभ्रिडे गर्दाखेरि मात्रै तपाईँहरूले अलिकति फुल कभरेज फाउन्डेसनहरू लगाउँदाखेरि चाहिँ रिजल्ट राम्रो आउने हो। सो सुरुमा लाउँदाखेरि चाहिँ अलिकति धेरै नै लाइट भयो भने मैले फुल फेस अनि मेरो मेकअप फुल गरिसक्दा अनि मेरो हेयरहरू बनाइसक्दा चाहिँ ठ्याक्क ब्यालेन्समै आएको छ। सो अनि लगाउँदा पनि फुल कभरेज भए पनि मलाई त्यस्तो हेभी फिल भएको छैन है। सो हजुरहरूलाई पनि लिन मन छ भने चाहिँ हजुरहरूले उहाँहरूको पेजमा गएर मेसेज गर्न सक्नुहुन्छ। और हाम्रोमा पनि केही सेड्सहरू चाहिँ अभाइलेबल छ, स्टुडियो आएर तपाईँहरूले लिन सक्नुहुन्छ।